कामबाट भर्खर निस्क्यो कि साइकलबाट घर जाँदैछु। यहाँ चाहिँ गाडीले हेरिरहेको छ मलाई, काटिदिनु पर्यो। आज चाहिँ अब फर्स्ट चाहिँ इन्ट्रोड्युसबाट सुरु गरौँ है, अलिकति मजाले असली तरिकाले। म चाहिँ अलिकति इन्ट्रो बनाऊँ है त, फेरि इन्ट्रो बनाऊँ ल। सो हेलो एन्ड नमस्ते गाइज, होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु। द फर्स्ट भ्लग, द फर्स्ट डे एन्ड द फर्स्ट जर्नी है त। मेरो चाहिँ भिडियोहरू प्रायः अब यसरी नै आउँछ, साइकल मोटो भ्लगिङ हो मेरो चाहिँ। गाह्रो छ है, ओहो चिसो पनि छ। अनि मेरो चाहिँ काम पनि भर्खर सक्यो। हिजो राति 10 बजे काममा गएको थिएँ, अघि बिहान 9 बजे सक्यो काम चाहिँ। अनि कामबाट घर जाँदैछु है त। घर जाँदाखेरि चाहिँ अनि मैले फर्स्ट टाइम चाहिँ यसरी साइकलमा गुड्दै गरेको भिडियो बनाए हो है। अब यतिकै आउँछ मेरो सधैँ, साइकलमै आउँछ, साइकलमै भ्लग बनाउँछु मैले चाहिँ। लास्टै चिसो छ अहिले चाहिँ, यसो मौसम पनि चिया खाएर आनन्दले हिमाल हेरेर बस्नु जस्तो समय छ। तर के गर्नु, काममै काम छ, काम नगरिकन पनि भएन। स्टुडेन्ट लाइफ यस्तै हो जापानको। जो पनि स्टुडेन्टहरू हुनुहुन्छ सायद सबैजनाले बुझ्नु भएको होला होइन, कस्तो हुन्छ यहाँको लाइफस्टाइल, कस्तो हुन्छ स्कुल जाँदाखेरि, कस्तो हुन्छ काममा जाँदाखेरि, कस्तो हुन्छ कामबाट फर्किँदाखेरि, कामबाट फर्किँदै घर जाँदाखेरि झन् यस्तो टेन्सन हुन्छ। गएर सुत्न मिल्छ भनेर जान्छौँ है, अनि फेरि अर्को ठाउँमा काम परिदिन्छ क्या। 2-3 घन्टा सुतेको हुँदैन, अर्को ठाउँमा काम हुन्छ। अनि यस्तै हो। अनि प्रायः धेरै जस्तो स्टुडेन्टहरूले काम पाउनुहुन्न होइन, किनभने अब भर्खर नियोनको गएको पढ्न आउनु भएकोहरूले चाहिँ, स्पेसल्ली सेनमन गएको पढ्नेहरूले त यताउति गफसफ गरेर डाङडुङ मिलाइहाल्छ, गर्न सक्छ काम। त्यस्तो काम गर्नलाई त सेनमन गएको पढ्नेहरूलाई खासै त्यति धेरै चाहिँ अप्ठ्यारो पर्दैन जस्तो लाग्छ मेरो विचारमा चाहिँ, अलि एक्टिभ भयो भने। अनि नियोनको गएको भाइ बहिनीहरूलाई चाहिँ अलिक गाह्रै छ काम खोज्नलाई, किनभने सुरुमा आएको 2-3 महिना अब भाषा जानिँदैन, बिस्तारै बोल्न सिकिन्छ, बिस्तारै बोलेको बुझिन थाल्छ। अनि त्यही हो, अरूको सेउखाइमा चल्ने कि त गएकोले सेउखाइ गरिदिएको ठाउँमा चल्ने हुन्छ होइन। काममा त्यसरी गर्नुपर्ने हुन्छ। तर नेपालदेखि नै अलिकति ट्यालेन्ट छ, नेपालदेखि नै बोल्नलाई अलिकति बवाल छ, यानसान पढेर आएको छ भने चाहिँ, अनि अलिक टाठो बाटो छ, एक्टिभ छ भने चाहिँ अफकोर्स मजाले काम गर्न सकिन्छ। अनि आएर त्यही हो, कसैलाई काम धेरै भएर टेन्सन छ, कसैलाई कामै नभेटेर टेन्सन छ। लास्टै अनौठो छ यार। मलाई चाहिँ काम धेरै भएर टेन्सन छ है। म चाहिँ अहिले 2टा काम गर्छु, अहिले चाहिँ एउटा काम गर्छु। योभन्दा अगाडि चाहिँ मैले 2टा काम गरिरहेको थिएँ, अहिले चाहिँ मैले एउटा मात्र काम गरिरहेको छु। अनि त्यो काम पनि म खोज्दैछु, अर्को काम पनि है, होप चाँडै मिलोस् काम। काम गर्न त मन छैन, तर काम चाहिँ मिलोस् भन्ने जस्तो लागिरहेको कि। अब काम गऱ्यो भने चाहिँ कति धेरै काम हो यो जापानमा, कामै काम भने जस्तो लास्टै प्रेसर फिल हुन्छ। अनि कामै गरेन, कामै छैन, हप्तामा 2 दिन 3 दिन मात्र काम भयो भने चाहिँ फेरि ला काम पनि छैन, कसरी कोठा भाडा तिर्ने, कसरी गएको तिर्ने, कसरी के गर्ने, कसरी घरको ऋण तिर्ने, कसरी किस्ता तिर्ने, कसरी बत्तीको बिल तिर्ने, कसरी पानीको बिल तिर्ने। यति धेरै फ्रस्ट्रेसन हुन्छ नि यार त्यो बेलामा त, कसम यार कहिलेकाहीँ त नेपाल फर्किदिउँ जस्तो लाग्छ क्या। तर के गर्नु, बाध्यताले बाँधिसक्यो, के मुख लिएर फर्किनु। अब गाउँमा थुक्क भन्नु थुक्लान्, हेर यसको छोरा यो गर्न गएको थियो यसरी फर्क्यो, केही गरेन भन्लान् होइन। समाजमा त्यसरी चल्न त नहुने हो हामीले, तर हाम्रो नेपालको समाजै त्यस्तै छ, हाम्रो कल्चरै त्यस्तै छ। के गर्नु, चल्नै पर्यो, बाआमालाई खुसी बनाउनै पर्यो, बाआमाको लागि त्यति त्याग गर्नै पर्ने हुन्छ होइन। त्यही भएर पनि यत्रो दुःख गर्नु पर्यो, नत्र कसले गर्छ हो 12-12 घन्टा काम। यो तालुबाट यो कपालको रौँ पनि खुसिन लागिसक्यो मेरो त सबै, त्यो ऊ भएर क्या, झरेर। नाइट काम हानेको छ 7-8 दिनै, 8 दिन 9 दिन 10 दिन लगातार हानेको के पुरै, नछोडी। अनि त्यसरी पनि चल्छ यार। घरमा भात के छ मतलब छैन, तरकारी के छ मतलब छैन, ग्यास बल्छ बल्दैन त्यो पनि मतलब छैन। सिर्फ वान भिजन, एउटा मात्रै भिजन, पैसा कमाऊ, घरको ऋण तिर, सक्यो। भिजा खत्तम भयो, बाल छैन, भिजा आयो बाल छैन, भिजा नआयो बाल छैन। 2 वर्षको भिजा आयो, पैसा कमाउन सुरु गर्यो। त्यसरी चाहिँ हुँदैन है साथीहरू।
अलिकति आफ्नो पनि केयर गर्नुपर्छ। बालेन दाई हामीलाई पनि यस्तै चाहियो है। अब तपाईँ प्रधानमन्त्री भए पछाडि यस्तै घर चाहियो, यसै गरी रेललाइट चाहियो है। अरू त त्यस्तै त हो नि, देश बन्ने कहिले हो, हामी फुरफुर गर्ने अहिले हो भने जस्तो। यो देशमा के भइरहेछ थाहा छैन। रवि लामी छानेले फेरि प्रधानमन्त्री बन्ने रे, रवि लामी छानेले चाहिँ बालेनलाई फेरि धोका दिने रे, रवि लामी छाने फेरि आउने रे। त्यो हो केटा हो, यो बुझ्नु सकिनँ त मैले। यो कुरा साँच्ची हो र? आफूलाई त राजनीतिक बारेमा केही थाहा नभएको मान्छे है। आफ्नै काममा बिजी छु यार। महिनामा दिनमा 10,000 कमाउनु पर्छ है भनेर सोच बोकेर हिँडेको छु है। अब कहाँ रवि कहाँ बालेन मतलब छैन हो केटा हो। पहिला आफ्नो गोजी भर्ने हो क्या, आफ्नो मेहनत गर्ने हो, आफूले सोचेको ड्रिम पुरा गर्ने हो। त्यतिखेरसम्म 10 वर्ष लागिहाल्छ यो देशमा दुःख गर्नलाई। आइसके पछाडि 10 वर्षसम्म देश बनिहाल्छ होला नि। अहिलेदेखि किन टाउको दुखाएर जापानमा सबजना बौलाइरहन् है, त्यो चाहिँ अचम्म लागिरह। यो बौलाइरहेहरू चाहिँ अलिकति यो कन्टेन्ट क्रिएटरहरू छन् नि, यो अलिकति भ्युज आउ लागि, अलिकति लाइक आउ लागि, अलिकति पैसा कमाइया लागि भनेर होला सायद। त्यस्तो कुरा चाहिँ मलाई थाहा छैन होइन। आइम न्यू अन टिकटक, आइम न्यू अन युट्युब, सबै कुरा नयाँ हो है। म पनि त्यो फिल्डमा त लागिरह हो। अब अलिअलि दुई चार पैसा त कमाउनेको लागि पनि त एउटा ड्रिम सोचिन्छ नि, हबी सोचिन्छ नि होइन, टिकटक बनाउने पनि त्यही त हो नि। लास्टै गाह्रो छ। रेल लाइनमा बस्दा बस्दा चाहिँ टाउकै दुख्ने क्या यार। यहाँ चाहिँ यार रेल लाइनमा बसिरहेको छु म चाहिँ, टाउको दुखिरहेको छ चिसोले पनि कामले पनि। अब घर जाने, रामेन छ होला, रामेन पकाउने, रामेन खाने, त्यसपछि सिधै काम, त्यसपछि काम जाने, काम हान्ने, फेरि आउने, खाने, फेरि बेलुका पनि काम हो क्या। यो शनिबार आइतबार त त्यस्तै हो। 1-2 घन्टा सुत्यो भने निन्द्रा इनफ हो फेरि मेरो चाहिँ। बानी भइसक्यो नि त गफ हान्दा अरे माकुरी काम हान्दा यस्तो भइसक्यो। पिस छ है साथीहरू, मजा छ जिन्दगीमा। यतिको मजा लिनुपर्छ यो उमेरमा। मजा के को आलुको मजा लिने हो र यार। गाँड पेलेर यहाँ खत्तम भइसक्यो जापानमा। साइको हुन थालिसके मान्छेहरू, डिप्रेसनमा गइसके मान्छेहरू यार, पागल भएर। कोही काम नपाएर डिप्रेसनमा गएछन्, कोही काम पाएर डिप्रेसनमा गएछन् क्या। यहाँ के गर्ने के नगर्ने त्यही हो, गाह्रो छ। अनि अरू चाहिँ के भन्न चाहन्छु भने होइन, कामसामको कुरा अलिक धेरै भयो जस्तो छ। मेरो चाहिँ नयाँ अकाउन्ट हो टिकटकमा, फलो गरेको छैन भने फलो गर्नु होला। मेरो डल्ली मिनी ब्लग नभए सर्ट ब्लग नभए यस्तै कुराकानीहरू गर्न म आइरहेको छु है। अब साइकलबाट स्टार्ट गरेको छु मेरो साइकल मोटो भ्लगिङ। यही युनिक राख्नु पर्यो, युनिक बन्नु पर्यो क्या। यहाँ पनि साइकल मोटो भ्लगिङ डेली हान्नु पर्यो जापानमा, भएन यार। किन मैले यो चाहिँ भ्लगिङ सुरु गरेको, अनि मैले किन यस्तो गरेको, किन यो भिडियोहरू बनाइरहेको भनेर तपाईँहरूलाई नि भन्न चाहन्छु होइन। म चाहिँ एक्लै छु क्या। अब भनौँ न, साथीहरू अब कलेजमा त हुन्छ, कलेजमा छ, त्योभन्दा बाहिरी त साथीहरू काममा जान्छ, जतिखेर मसँग भेट त भइराख्दैन होइन। कलेज टाइममा साथीहरूसँग बोल्छु, हाँस्छु, त्यो ठिकै छ। अनि एक्स्ट्रा टाइममा म एक्लै हुन्छु, काम भएन भने होइन, काम भएन भने एक्लै हुन्छु। अनि एक्लै पनि कति सुत्ने, कति बस्ने, कति मोबाइल चलाउने क्या घरमा। बरु यसरी मोबाइलमा बोल्दै होइन बाटोतिर हिँड्न नि मजा आउने क्या। हेर्नु न यो गाडीहरू आएको देखेर नि क्या मजा लाग्ने, तपाईँहरूसँग गफ गर्न पनि मजा लाग्ने, साइकल पनि चलाउन मजा लाग्ने। यत्तिकै हिँड्दाखेरि त यो त्यत्तिकै साइकल चलाउँदाखेरि त खुट्टा दुख्ने क्या, चाक खुट्टा सब दुख्ने, फ्रस्ट्रेट फिल हुने। त्यही भएर पनि मैले यो टिकटकमा भिडियोहरू हाल्न चाहिँ सुरु गरेको। अनि यो भिडियो बनाइसके पछाडि यसलाई एडिट गर्दै बस्न पाइयो, यसलाई एडिट गर्न पाइयो, टाइम पनि त्यसरी बिस्तारै जान्छ। अनि एडिटिङ पनि सिकिँदै गइन्छ होइन। फर्स्ट सुरु भनेको स्टार्ट गर्नुपर्ने रहेछ क्या हरेक कुरा। त्यो चाहे त्यो चलोस् या नचलोस्, त्यो होस् या नहोस्, आफूले केही सिकिन्छ सिकिने रहेछ। त्यो अरूको अगाडि लजाउन पनि नहुने रहेछ। अरूको अगाडि या म अलिकति गर्न सक्दिनँ क्या हो यसको भन्दा, म अलिक कमजोर छु क्या हो यो भन्दा, म अलिक पढ्न सक्दिनँ क्या हो यो भन्दा, म यिनीहरू जस्तो अलिक छैन क्या हो, म यिनीहरू भन्दा झन् त्यस्तो फिल नगरौँ साथीहरू। म नि बेला बेलामा गर्थेँ त्यस्तो फिलहरू होइन, तर म चाहिँ त्यस्तो फिल गर्दिनँ। किनभने आफूले गर्ने हो, आफूले खाने हो। अब यहाँ मोबाइलमा बोल्दै हिँड्न के को लाज हो र? लाज चाहिँ किन हुने भने होइन, आफ्नै मोबाइल हो, आफ्नै पैसाले कमाएर किनेको हो, महिनामा 2 लाख कमाएर मोबाइल किनेको हो होइन। उहाँ
नेपालमा हुँदाखेरि 20 रुपियाँ नकमाउने म जापान आएर 2 लाख कमाउँदाखेरि आफ्नै पैसा होइन त्यही माथि पैसा कमाइसकेपछि मैले विचार गरेँ क्या बाउको दुःख आमाको दुःख बाफले कसरी पढाएको थियो होला हामीलाई कसरी पुर्याएको थियो होला है जुत्ता चाहियो आमा भन्दाखेरि जुत्ता चाहिन्छ आज ब्याग चाहियो आमा भन्दा ब्याग चाहिन्छ आज मलाई नयाँ लुगा किन पैसा चाहियो भन्दा पैसा आउँछ स्कुल फी तिर्नु परिन्थ्यो मेरो ऊ पनि तिर्दिनुहुन्थ्यो जे खाना लाउन पनि दिनुहुन्थ्यो उहाँहरूको सङ्घर्षले गर्दाखेरि नि आज हामी यो ठाउँमा छौँ मलाई जस्तो लाग्छ होइन जापान आउनेहरू चाहिँ सबैजना होइन नेपालीहरू चाहिँ मलाई जहाँसम्म लाग्छ एकदम रिच फ्यामिलीबाट चाहिँ सायद कोही कोही हुनुहुन्छ होला होइन नत्र हामी सबै मिडल फ्यामिली जस्तो नै लाग्छ मलाई चाहिँ त्यही भएर आफ्नो ड्रिम चाहिँ अलि हाई नै बोकेर आएको हुन्छौँ हामीले नेपालबाट आउँदाखेरि अनि यहाँ आएर 4 वर्ष 5 वर्ष दुःख गर्दाखेरि पनि त्यो ड्रिममा पुगिँदैन कि क्या हो भने जस्तो हामी अलि नर्भस हुन्छौँ नि तर त्यो हुनुहुन्न हामीले गर्नुपर्छ हामीले मेहनत गर्नुपर्छ हामीले दुःख गर्नुपर्छ हिजोको दिनमा त्यो बाह्र आमाले गरेको त्यो सङ्घर्षलाई एकचोटि सम्झेर होइन मजाले ध्यान गर्ने हो भने अहिले भर्खर उठेर तपाईँलाई त्यही बेडमा बसेर हेर्नु भएको होला यो भिडियो अहिले भर्खर तपाईँलाई उठेर हिँड्न मन लाग्छ क्या त्यस्तो फिल हुन्छ क्या एकचोटि बाआमाको सङ्घर्षले कसरी पढेर कहाँसम्म पुर्याइसक्नु भयो होइन अहिलेसम्म पनि पैसा छैन बा भन्यो भने जापान आइपुग्छ पैसा बाह्र आमाको माया त्यस्तो हुन्छ बाह्र आमाको सङ्घर्ष त्यस्तो हुन्छ यो हामी सबैजनाले बुझ्नुपर्छ 20 वर्ष 21 वर्ष 22 वर्ष जतिजनाले हेर्दै हुनुहुन्छ बुझ्नुपर्छ होइन म उमेरमा सानो छु मैले के नै गर्न सक्छु र मैले अलिअलि बुझेको छैन भन्ने जस्तो नगर्नुहोस् बुझ्ने मान्छेले 15 वर्षदेखि नै बुझ्छ 14 वर्षदेखि नै बुझ्छ नबुझ्नेले 50 वर्ष पनि बुझ्दैन 60 वर्ष पनि बुझ्दैन त्यो बुढो भएपछि बच्चा हुन्छ त्यही पनि बुझ्दैन होइन त्यस्तो हुन्छ नबुझ्नेको बुझ्नेहरूले अगाडिदेखि नै बुझ्छ आफ्नो आमाको सङ्घर्ष कति ठुलो हुन्छ भनेर होइन त्यही हो यो जापानमा एउटा कुरा चाहिँ ल्याङ छ क्या जतिखेर सिङ्गो लाइट है यहाँ आइसकेँ म यता 7-11 छ अगाडि यहाँ चाहिँ बिहान 9 बजी गाडीहरू कहाँ दौड्यो होला नि यार शनिबारको दिन आज त खाइसियाहरू पनि बन्द होला स्कुलहरू पनि बन्द होला हुन त काम नै होला नि होइन यत्रो कम्पनीहरू हामीले गर्ने कामहरू खुलिरहेको हुन्छ त्यो काम गर्ने ठाउँको तेन्चो हेर्नु त होला नि यिनीहरू तर गाडी चढ्ने सबै तेन्चो म्यानेजर मात्रै हुँदैन होइन कोही चाहिँ कुल्ली पनि हुन्छन् है साइकल चढ्ने फेरि लास्ट सबै गरिब पनि हुँदैनन् धनी पनि हुन्छन् लाइक मी गोजीमा 100 रुपियाँ छ अब यहाँ जुस किन्ने पैसा छैन सिधै घर जाने हो पानी खाने हो कामै छैन त्यो तातो भुत्लोको जुस खाएर के काम जिउ मात्रै बिहान सुक्छ केटा हो यस्तै छ दिनजगी रमाइलो छ साथीहरू है नयाँ हुन्छ भने चाहिँ सबैजनाले मलाई फलो गरेर सपोर्ट गर्नु होला पुरानो हुनुहुन्छ भने माया देखाइदिनु होला कमेन्टमा वाउ भन्नु होला वाउ कमेन्ट छोड्नु होला है अनि त्यस पछाडि त्यही हो बाआमा हुनुहुन्छ मेरो बाआमाले हेर्दै हुनुहुन्छ भने खुसी हुनु छोरा बलियो भएको छोरा बुझ्ने भएको छोराले कमाउने भएको छ है बाआमालाई सुखसँग राख्नेछु दुःख कहिले दिन्न अब एउटा बुहारीको खाँचो छ है त्यो पनि राम्रो खोजिदिनुहोस् होइन भने म आफै खोज्छु त्यही हो अरू त के भन्न चाहिन्छ र अरू मजाले खानुहोस् मजाले बस्नुहोस् राम्रोसित बस्नुहोस् अब 6-7 महिना होला 1 वर्ष होला भेट भइहाल्छ तर 5-7 वर्ष चाहिँ दुःख गर्छु नै आई स्ट्रगल माइ सेल्फ है म आफूमा इन्डिपेन्डेन्ट हुन्छु आफैले कमाएकोमा रमाउँछु अरूले कमाएकोमा म रमाउन अलिकति मजा नलाग्ने मान्छे अरूको देख्दाखेरि पनि मलाई डाँड नलाग्ने मान्छे म आफू जेमा छु त्यसमै खुसी हुन्छु मेरो भन्नु यति नै छ घर पनि आउन आँटे घर पनि आइपुग्नु लाग्यो साथीहरू है यसो भन्दै आजलाई यो भिडियो टुङ्गाइदिउँ भिडियो लास्ट लङ भएको 15 मिनट भएको अब बिस्तारै हाल्छु पाटपाट गर्दै हाल्छु हेरेर सपोर्ट गर्नु होला नयाँ हुनुहुन्छ भने प्लिज फलो गर्नु होला अनि लास्टमा मेरो कुराहरू तपाईँलाई कस्तो लाग्यो प्लिज सजेसन गर्नु होला है त टेक केयर गाइज बाई बाई गाह्रो भयो यार साइकल चलाउँदा गाह्रो फाट्यो लास्टै गाह्रो छेउ गर्नु आएर फेरि निस्किहाल्नु यार के बिलाइसकेछ फेरि